नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। तीन लोक शास्त्र शील समाधि प्रज्ञाले सम्पन्न हुनुभएका अरहत सम्यक सम्बुद्धलाई वन्दना र विभिन्न ठाउँमा बिहार गरेर हुने भिक्षु भन्थे गुरुमामा सादर पञ्चधोक वन्दना गर्दै अहिले हामी चाहिँ यहाँ मध्य प्रदेश रोहतड जिल्ला चन्द्रपुर नगरपालिका वार्ड नम्बर 1 स्थित गोलमा राजा बुद्ध बिहारमा छौँ। अहिले हामी यहाँ हाम्रा केन्द्रीय वरिष्ठ उपाध्यायज्यूलाई स्वागत गर्न चाहन्छौँ। हजुर शुभ मङ्गलम हजुर। र आज जुन यहाँ हाम्रो यो गोलमा राजा बुद्ध बिहारमा चाहिँ कठिन चिवर दानको सँगसँगै शिलान्यासको पनि कार्यक्रम छ। थोरै हजुरको त्यो मेसेज जाओस् न हजुर। साधुवाद। यो कठिन भनेको चाहिँ भगवान बुद्धको पालामा चाहिँ अब कठिन के हो भन्ने कुरा चाहिँ भगवान बुद्ध आफू बुद्धत्व प्राप्त भएपछि त्यसपछि चाहिँ 3 महिना वर्षवास बस्नु भएको थियो। अनि वर्षवास भएपछि 3 महिना पछाडि फेरि त्यो असारे पूर्णिमाको दिनमा वर्षवास भयो। त्यसपछि तपाईँको यो असोजको पूर्णिमा थियो उहाँको वर्षवास पुरा भएपछि अनि फेरि असोजको पुण्यदेखि फेरि यो कात्तिकको पुण्यसम्म चाहिँ हामीले चाहिँ कठिन दानको महोत्सव भएको महोत्सव अहिले महोत्सव भइराखेको छ हैन। त्यो 18 गतेसम्म चाहिँ हाम्रो निरन्तर चलिरहेको महोत्सव छ। र अहिले जुन आज चाहिँ हाम्रो एउटा शिलान्यासको पनि छ। अहिले हामी चाहिँ एउटा धम्म हलमा उभिरहेछौँ। यो जुन निर्माणाधीन भइराखेको छ, के भन्नुहुन्छ? यो चाहिँ विशेष गरी चाहिँ यो चाहिँ रोहतड जिल्लाको यो जुन पहिलाको चाहिँ यो हाम्रो मगराज शासन भएको बेलामा चाहिँ यो चाहिँ गोलमा राजा थिए भनेको यहाँ माथि चाहिँ यो डाँडामा पनि छ दरबार छ। त्यो दरबारमा चाहिँ हाम्रो पहिलाको त्यो इँटाहरू पहिलाको त भनिस कुराहरू त्यहाँ चाहिँ भेटिन्छ। त्यहाँ चाहिँ हाम्रो राजा दरबार थिए भनेको त्यसकै नाममा चाहिँ हाम्रो गोलमा राजा बुद्ध बिहार बनाएको छ। र भनिसकेपछि अब अहिले हामी यो जुन अहिले हामी देखिराखेको छौँ यहाँ होइन, यसरी हाम्रो सबैजना वापा मापाजीहरू हुनुहुन्छ। यो जुन हामी धम्म हलमा छौँ, यो चाहिँ धम्म हल चाहिँ कुन आकारले बनाएको छ? यो धम्म हल चाहिँ अब यहाँ हेर्दाखेरि यतातिर 3टा छ, बुद्ध धर्म सङ्घ बुद्ध धर्म सङ्घ। त्यसमा चाहिँ हाम्रो जम्मा 9वटा चाहिँ तपाईँको के भन्छ धर्मचक्र चाहिँ 8वटा 12वटा अनि 24वटा हुन्छ। भनेपछि यो धर्मचक्रको उसमा चाहिँ यो म्यापमा बनाएको छ। धर्मचक्र होइन, त्यसको आकारमा बनाउनु भएको छ। र यसले एउटा माथिबाट एउटा गुगल म्यापबाट हेर्दाखेरि एउटा मेसेज चाहिँ जान्छ होइन, त्यहाँबाट पनि एउटा धर्मचक्र जस्तै देखिन्छ। पछि धर्मचक्र त्यो चाहिँ अब माथिबाट देख्ने भयो। विशेष गरेर प्रदेश 2 को महत्त्वपूर्ण ठाउँ चाहिँ फेरि यो पर्यटन क्षेत्र पनि हुन्छ। त्यो त भयो नि। यसमा तपाईँको एउटा ताल छ यहाँ, हजुर रेलवे भरताल भने यो मुनिपट्टि देख्न सकिन्छ। हजुर त्यसपछि यहाँ माथि चाहिँ एउटा ऐतिहासिक एउटा हिन्दूहरूको नाममा एउटा मन्दिर छ। त्यसमा चाहिँ अब एकदमै अब अर्को कुरा के छ भने यो सुनकोशी र भटेकोशीबाट जुन आएको पानी चाहिँ यसमा चाहिँ मिसाइँदैछ। यसमा चाहिँ मिसिँदैछ। हजुर भनेपछि त्यसलाई यो अहिले जुन हजुरले भन्नुभएको नुनथर भन्छ। नुनथरमा चाहिँ त्यहाँ छ एउटा हिन्दूहरूको चाहिँ एउटा धार्मिक स्थल भनौँ होइन, पछि हिन्दू बनाएको तपाईँ हाम्रो पहिला त्यसको बारेमा पछि आउँला हामी होइन हजुर। र अहिले हजुरलाई मैले यही रोकेँ है त। ल यतातिर के भन्नुहुन्छ हजुर? आज यो जुन छ हजुर यो किन आउनुभयो त्यसको बारेमा थोरै? आज यो जुन कठिन चिवर दान भइरहेको छ नि हो त्यसको बारेमा बुझ्नको लागि आएको। हजुर बुझ्नु भएको छ है। ल एकदम साधुवाद छ। यता हाम्रो अब जिल्ला अध्यक्षजी पनि हुनुहुन्छ। हजुरको के छ? हजुर हामी चाहिँ आज यो चाहिँ 3 वर्षवास पछिको यो कठिन दान अथवा हामी चाहिँ यहाँ अष्टदान गर्नु भनेर चाहिँ यहाँ चाहिँ यो गोलमा राजा बिहारमा चाहिँ हामी सहभागी भएको छ। हजुर ल हजुर साधुवाद छ। यता हजुर साधुवाद। आज हामी चाहिँ यहाँ के विशेष गरी आएको भन्दाखेरि थाइल्यान्डबाट हाम्रो भन्थे गुरु आएकोले चाहिँ हामी चाहिँ पापाहरू चाहिँ हाम्रो सर्लाही जिल्लाको चाहिँ एक आबद्ध भएर यहाँ खुसी कताले चाहिँ हामी यहाँ आएको है। एकदम एक भएर आउनु भएको छ, बात दिएर हल जस्तो बात दिएर। र यहाँ आएर के गर्नुभयो हजुरले? अब यहाँ आएर त्यो बुद्धि त अलिअलि ज्ञान त हामीले जाने, उहाँहरूले उनीहरू तीर्थ बन्धनहरू यताउति सबै गरे, त्यो बुझ्यो। त्यस्तै ज्ञान हामीहरूले चाहिँ अझ पनि सुन्नुलाई र जानलाई एकदम जरुरी छ। अझै कोसिसमा हुनुहुन्छ। र मेरो पनि हजुरलाई के सल्लाह छ भने जतिसम्म बुझ्दैन त्यतिसम्म गहिरेर बुझ्ने कोसिस गर्नु होला। हजुर साधुवाद छ। यता के भन्नुहुन्छ आमै? हजुर होइन हजुर आइसक्नु भएको छ, यहाँ टेकेर बसिसक्नु भएको छ, केही छैन है? ल हजुर कहाँबाट आउनुभयो हजुर? कुन ठाउँबाट आउनुभयो? निजरबाट आउनु भएको छ। हजुर चाहिँ राजन पुलामीको आमा जस्तो लाग्छ। ल एकदम स्वागत गर्न चाहन्छु हजुरलाई। ल है त ल शुभ मङ्गलम। यतातिर हजुर? हजुर
बनेपाबाट आएको छु। बनेपाबाट आउनुभयो हजुर? ओहो हेर्नुहोस् श्रोता, यो कार्यक्रमका लागि म आएको मौकामा यहाँ यसो आइदिएको मैले सहयोग त केही गर्नु सकेको छैन। अनि गर्नुभएको छ हजुर, आउनुभयो नि हजुर, त्यो नै सहयोग हो। अब गर्दै जाउँला हेरौँ। हजुर सिक्दैछ है, एकदम साधुवाद छ। र यतातिर जाउँ, हाम्रो एकदमै उहाँ चाहिँ अब यसो हेर्दाखेरि नाक पनि लामो लामो छ होइन? तपाईँ बाहुन हो कि मगर हो हजुर? मगर पर्यो, मगर है, जन्म नाक लामो छ त हजुरको है? ल ठिकै छ। अनि हजुर वापा हुनुहुन्छ होइन? अब वापाको भूमिकाहरू चाहिँ के हो वास्तवमा? आज यहाँ हामी कठिन चिबरदानमा आउनु भएको छ, वापाको भूमिका के हो वास्तवमा? वापाको खास गरेर वापाको भूमिका चाहिँ बौद्ध संस्कारको लागि चाहिँ ज्ञानलाई अग्रसर पारेर जानुपर्ने, भिक्षुहरूलाई चिनाउने होइन? त्यो एउटा माध्यम हुन्छ नि बिचको, एउटा कनेक्सन गर्ने कनेक्सन। हजुर, त्यो बौद्ध संस्कारको उसबाट चाहिँ पहिला त्यो हामीहरूले चाहिँ त्यो अग्र रूपमा भएर चिनाउने र हिँडाउने चिनाउने मगर समुदायको उसमा चाहिँ वापाको समुदायमा चाहिँ राख्नु पर्यो। भनेपछि हजुर चाहिँ अब यो मध्य प्रदेशको यो वापा मापा प्रशिक्षक पनि हुनुहुन्छ हजुर होइन त? राम्रोसँग सिकाउनु पऱ्यो। अब यहाँ वापाहरूले चाहिँ तपाईँ रक्सी चढाएर होइन बर्बाद गरिया छ होइन? त्यस्तोलाई चाहिँ राम्रोसँग हजुरले फेरि एकचोटि रिपिट गर्नु पऱ्यो है। पहिला सोमरानाको विधिको आधारले चाहिँ त्यो अहिले अब यहाँ जे पनि गरिदिनु हुन्छ भने भनिदिएछ वापाले तपाईँको है? उता कुखुरा रगत पनि चढाउने, रक्सी पनि चढाउने हुन्छ अरे भनिदिएर त्यो कसले सिकायो? त्यो पद्धति तपाईँले सिकाउनु भयो त्यस्तो होइन? त्यो पद्धति आधारले त्यो सिकाएको छैन, पद्धतिको आधारले अर्कै छ। तर उहाँहरू आफू खुसी गर्नुभयो। अब त्यो पहिलाको उसलाई नै छोड्नु सक्नुहुन्न, के अरे सोमरानाको वेदको चाहिँ रिचोर्टको लागि चाहिँ छोड्नु सक्नुहुन्छ। उहाँहरूलाई के भन्नुहुन्छ हजुर, के सन्देश दिनुहुन्छ? उहाँहरूको लागि चाहिँ दुई खुट्टामा डेङ राख्नु भएको छ, त्यो दुई खुट्टाको डेङमा नराख्नुहोस्। किन अब रिचोर्टै चलाएर जाउँ कि होइन भने के पद्धति उसमा चाहिँ दुईवटा उसमा एकलाई चाहिँ त्याग्नु पर्ने, एउटा चाहिँ छोड्नु पर्यो। त्यो जे पनि गर्नुहुन्छ भनेर भएन। ल साधुवाद छ हजुर। यतातिर हाम्रो यता प्रदेशकै हाम्रो चाहिँ अब कोषाध्यक्ष उपाध्यक्ष हुनुहुन्छ नेपालमा बौद्ध सेवा समाजको, डुकुमाया दरलाई म स्वागत गर्छु। के छ हजुरको आजको सन्देश के छ? आजको सन्देश भनेको अब यही के अरे वर्षवास बसेर चिबर दान अनि कठिन दान होइन गर्नको लागि अब हामी यहाँ सहभागी भएको छ। अनि सबैजनाले अब हामी पनि दान गर्नुभयो हजुरले? चिबर दान गर्नु भइसक्यो है? र अरू जस्तै छ अब हजुर हामी भर्खर सिक्दैछौँ होइन? मापा हुनुहुन्छ, अरू मापाहरूलाई के भन्नुहुन्छ? अरू भर्खरै आउने नयाँ नयाँ मापाहरू हुनुहुन्छ नि? हजुर, सबैजनालाई अब हामी पनि बुझ्दैछौँ सिक्दैछौँ होइन? अनि उहाँहरू पनि बिस्तारै बिस्तारै बुझ्दै सिक्दै सबैजना एकजुट भएर अगाडि बढौँ, बुद्ध मार्गलाई फलो गरौँ भन्दै। हजुर ल एकदम ल साधुवाद छ। अब यतातिर जाउँ होइन? हजुरको चाहिँ शुभ नाम हजुर? हजुर मेरो नाम भीमबहादुर लुङ्गेली। भीमबहादुर लुङ्गेली, हजुर। तपाईँ थरथर कामेर बस्नु भएको छ कि रक्सी खानु भएको छ तपाईँले? होइन हजुर, के रक्सी कि त्यो होइन कि डराउनु भएको थियो होइन नि? यस्तै हो हजुर। अनि हजुर एउटा वापा हुनुहुन्छ होइन? वापा गरिरहँदाखेरि गाउँघरमा कस्तो खालको समस्या आछ? वापा गरिराख्दाखेरि त त्यस्तो खासै समस्या त मेरोतिर त छैन, सबै बुझिएको छ, सबैले बुझेकै छ। अब अलिकति हामी आज यहाँ आएको पनि आफूले केही कुरो जान्न बुझ्नकै लागि यही कुराहरूलाई लगेर हामीले चाहिँ गाउँघरको मान्छेलाई पनि बुझाउने यसैको लागि पनि हो आउनु भएको छ। जे होस् हामी वापाहरू भनेको चाहिँ एउटा बिचको कनेक्सन छ नि त, माथि भित्छु र तल चाहिँ तपाईँको तल्लो गाउँको बसेको चाहिँ बिचको हो हामी। माथिको कुरा ल्याएर यहाँ सुनाउने र यहाँबाट उहाँ कनेक्सन गराउने हो नि त, हामी आफै अलमल हुनु चाहिँ भएन क्या, होइन त हजुर? ल साधुवाद छ। यतातिर जाउँ हजुर। एकदम साधुवाद छ। छोटो मिठो बोलिदिनु होला, धेरै हुनुहुन्छ होइन? उहाँ बोर लागिसक्यो, खुट्टा दुखिसक्नु भएको छ। थोरै हजुरको केही जाओस् त हजुर यहाँ आजको जुन हाम्रो चिबर कठिन दानको बारेमा। सुरुमा त मेरो आफ्नो परिचय दिनु हजुर एकदम। मेरो नाम बाबुराम सारू मगर, घर मेरो चाहिँ निजगढ बुद्धचोक र म चाहिँ नेपाल मगर छ निजगढ नगर इकाइ समितिको हजुर हालको अध्यक्ष हुनुहुन्छ। यो कठिन चिबर दानको विशेष के हो? यो चिबर दान चाहिँ एउटा महान दान हो। चाहिँ एउटा चाहिँ जो भिक्षु भन्दै चाहिँ हुनुहुन्छ उहाँहरूको निम्ति चाहिँ एउटा चाहिँ एउटा कपडा दान गर्ने हो उहाँहरूको चिबर। त्यो एउटा चाहिँ हामीले कपडा चाहिँ दान गरिसकेपछि एउटा चिबर चाहिँ दान गरिसकेपछि उहाँहरूले त्यो दान
लगाउनुहुन्छ र हरेक चाहिँ अब चाहिँ ठाउँमा उहाँहरू पुगेर चाहिँ असल शिक्षा दिनको निम्ति उहाँहरूले त्यसलाई धारण गर्नुहुन्छ, पहिरण गर्नुहुन्छ र त्यो धारण जुन हामीले गरेको दानले उहाँले जति शासनलाई फिजाउनुहुन्छ त्यति हामीलाई पुण्य हुन्छ भन्नु खोज्नु भयो नि त। ल साधुवाद छ हजुर, साधु साधु पक्कै पनि हो। ल एकदम शुभ मङ्गलम झोरले हाम्रो चाहिँ उहाँ गुनी बिहारका संस्थापक अथवा उहाँ उपाध्यक्ष पनि हुनुहुन्छ, स्वागत गर्न चाहन्छु। अनि के हजुर मापाजी हुनुहुन्छ, अरू मापाहरू र हजुरकोमा के छ फरक? अरूको त अब अर्काको मनमा त के बुझ्छ, गराइमा हुन्छ नि जे पनि गर्नुहुन्छ भनिदिने होइन। हामी भनेको आफूले बुझेर हिँड्ने कुरो ठिक छ ठिक छ हजुर। अब आफूले बुझेर हिँड्ने कुरो हो या आफूले अब जे इच्छा लाग्यो अब कुन राम्रो लाग्यो त्यसमा हिँड्ने हो कि हजुर। मान्छे र त्यो ठाउँमा नलेखेको मान्छे त कहिले पनि पुग्दैन, जबरजस्ती ल्याउनु पर्दैन। आफै बुझ्ने हामीलाई आफ्नो भागमा लेखेर दिएको छ, त्यो हामी कहाँ पुग्नु पनि त्यो ठाउँमा हामी जाने आफू सुधारेर भगवान्ले कुन ठाउँमा पुग्नु भनेर लेखेको छ त्यो ठाउँमा हामी जाने हो। नजाने नटेर्ने मान्छेलाई त्यो ठाउँमा जानलाई भनेपछि यो बुद्धको शासन भने चाहिँ आफूले बुझेर हिँड्नुपर्छ भन्ने हजुरको सन्देश हो है त। बुझाएर उ गरेर होइन, आफूले भित्र ज्ञानबाट आफैले बुझ्नु पर्यो। ल साधुवाद छ हजुर, साधु। शुभ मङ्गल। हजुर शुभ मङ्गलम। हजुर दलबहादुर राणा मगर हो र आज चाहिँ यो रौतहट जिल्लाको चाहिँ चन्द्रपुर पालिकाको उसमा चाहिँ अब कठिन दानको चाहिँ समारोहमा चाहिँ आज जे जस्तो सबैजना होस्टे माथि हस्ते मिलेर आज चाहिँ यो कामलाई सफलता गर्नुपर्छ भनेर हामी उपस्थित हुँदैछौँ र यो आजको चाहिँ यो प्रोग्रामले सबै शान्ति मार्गलाई चाहिँ सदा सर्वदा शान्ति चाहिँ भइदियोस् है भन्ने भावना चाहन्छु। हजुर साधु साधु। ल धेरै धेरै साधुवाद छ। यतापट्टि चाहिँ हजुर हाम्रो मगर्ने दिदीलाई एकदम जोरले भन्न चाहन्छु, यो हजुर यहाँ किन आउनु भएको? कसै पैसा दिन्छु भनेर फकार ल्यायो कि होइन, यति आजको हाजिरा दिन्छु भनेर ल्यायो कि हेर्नु आउनु भयो? यो के रहेछ यहाँ आएर हेर्दाखेरि के देख्नुभयो हजुरले? सबै त्यो माग्ने जोगी जस्तो देख्नुभयो होइन? त्यो लुगा पहेँलो लुगा लाउनेलाई के भन्छ हजुर? त्यो लामो लामो लाउँछ नि भन्ते बिच्छु। साधु साधु। ल हजुरले एकदम चिन्नुभयो। हामीले भन्ते भन्ने पनि चिने खाने नि त, त्यही भएर मैले हजुरलाई अलिकति घुमाएर कुरा गरेँ है, क्षमा चाहन्छु। ल साधुवाद छ। यतातिर जाउँ थोरै। हजुर त अब प्रवचन दिन हुनुभयो होइन, अब धेरै कुरा त भन्नु पर्ला, के भन्नुहुन्छ हजुर? यता खेतीपाती यहाँ यसो उठाउन आउँदाखेरि आउँदाखेरि म ठ्याक्क अब यस्तै अवसरमा पऱ्यो। पहिला हिजो हाम्रो यहाँ गोलमे राजाको बसोबास रहेछ हजुर, अनि आइपुग्यो। मलाई धेरै खुसी लागेको छ है हजुर। यहाँ उता एकतिर आउँदाखेरि त झुकेर यता आएको होइन? मलाई यो खबर थाहा भयो। थाहा भइसकेपछि म आफूलाई एकदम साधुवाद छ। पक्कै पनि हो, किनभने यो अपरिचित छ। यो मध्य प्रदेशको चाहिँ रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर 1 मा चाहिँ अवस्थित रहेको छ। यो कसैलाई पनि थाहा छैन, त्यही भएर पनि हजुरले चाहिँ यो थाहा पाएपछि आउनु भएको छ। हजुरलाई एकदम हृदयदेखि साधुवाद गर्न चाहन्छु। ल अब त्यसलाई हामी उ गरिदिउँ। यतातिर हाम्रो राजन पुलामीजी हुनुहुन्छ, के भन्नुहुन्छ हजुर आजको विषयमा? यो आजको विषय चाहिँ हाम्रो प्रदेश नम्बर 2 को चाहिँ एउटा सुनौलो दिन हो यो। र यो प्रदेशमा चाहिँ यो ऐतिहासिक यो गोलमा राजा बुद्ध बिहार चाहिँ बन्न लागिरहेका छौँ र यसको प्रमुख भूमिका चाहिँ हाम्रा मेदङ्कर भन्तेज्यूले चाहिँ यसलाई अगाडि बढाउनु भएको छ। उहाँप्रति साधुवाद छ। उहाँप्रति चाहिँ हामी साधुवाद छ र हाम्रा विदेशी थाईका दाताहरूले पनि धेरै यहाँ चाहिँ अब सहयोग गर्नु भएको छ होइन। उहाँहरूलाई पनि धेरै धेरै साधुवाद छ। र अब यो गोलमा राजा बुद्ध बिहार चाहिँ धेरै पुरानो यसको इतिहास छ होइन। कतिपय नेपालको इतिहासहरू चाहिँ लिखित नभएर मौखिक मात्रै पनि धेरै कुराहरू चाहिँ पाइन्छ होइन। र त्यही भएर यसको चाहिँ अब के छ त भन्दा त यो आज भन्दाखेरि समथिङ अब यो झन्डै 2000 वर्ष नै यो अगाडिको कुरा हुनुपर्छ यो होइन। यहाँ पनि अब यो
शासन गर्ने को लागि चाहिँ एउटा गोल्म राजा बुद्ध विहार भन्ने नै अब मलाई चाहिँ जहाँसम्म लाग्छ कि तपाईँको अहिले राजाहरूको पनि एउटा उनीहरूलाई चाहिँ एउटा सेनाको आवश्यक पर्छ नि। त्यही भएर यहाँ पनि गोल्मा राजाको चाहिँ एउटा बुद्ध विहार गोल्मा राजा भनेर गोल्मा राजालाई चाहिँ एउटा रेखदेख गर्ने चाहिँ एउटा चाहिँ सुरक्षा दिने चाहिँ एउटा त्यतिखेर एउटा चाहिँ उ थियो होला यहाँ होइन क्याम्प थियो होला पहिला चाहिँ के भन्छ गोल्मा र अब अहिले गुल्म भन्छ आर्मीहरू बस्नलाई चाहिँ अहिले गुल्म भन्छ नि त होइन त्यही हुनुपर्छ यहाँको अब यो अभिलेखहरू पुरानो उहरू चाहिँ इँटाहरू हरेक उहरू चाहिँ यो पुरातात्विक विभागहरूले पनि यसलाई चाहिँ अनुसन्धान गरिरहेको छ। यो मलाई सबै कुरो त थाहा छैन होइन यसको भोलि गएर यसको हिस्ट्री इतिहास चाहिँ निक्ल्यो भने चाहिँ यसको बारेमा चाहिँ अहिले हामीले अझै पनि बुझ्न पाउँछ। यो अझै खोज अनुसन्धान जारी छ अनि तर जति पनि भेटेको छ त्यो चाहिँ सत्य प्रुफहरू भेटेको छ। हजुर ल एकदम साधुवाद छ हजुरलाई एकदम सन्देश दिनुभयो। साधु साधु हजुर के भन्नुहुन्छ हजुर? मेरो नाम मगर राणा मगर हो। अझै म यस ठाउँमा तपाईँ स्थलगत रूपमा आइपुगेँ तर यहाँको ऐतिहासिक रूपमा चाहिँ तपाईँको मैले भन्नुपर्दा अब अहिले हाम्रो जति पनि थाई भन्तेहरूले यो अहिले अगाडि बढाउनु भएको छ। यसमा हाम्रो चाहिँ प्रदेश नम्बर 1 भनौँ अथवा चौपुर बारा है सर्लाही यो तीन जिल्लाको चुमा चाहिँ यो रहँदाखेरि एकदमै राम्रो गौरवको कुरा छ हो भन्न चाहनुहुन्छ हजुर। साधु साधु यतातिर झोर्ले हजुरको शुभ नाम चाहिँ हजुर? मेरो शुभ नाम चन्द्रमाया मगर्नी हो। चन्द्रमाया मगर्नी मात्रै हजुर? राणा मगर्नी हाम्रो त्यो राणा पनि छुटाउनु पर्छ हुँदैन हजुर। ल अनि यो अझ हजुर यत्रो उकालो चढेर आउनुभयो होइन हजुरलाई बिचमा आउँदा आउँदै के बेकारमा आए जस्तो लाग्छ कि माथि आएपछि के फिलिङ पाउनुभयो हजुरले? केही पनि लागेन मलाई। यहाँ तल आउँदा आउँदै माथि आएपछि आहा होइन हुन्छ नि त तल आउँदा आउँदा त थाकेर ओहो होइन भन्ने हुन्छ नि त्यस्तो भयो कि भएन हजुरलाई? भएन बिस्तारै बिस्तारै जे होस् हजुरले कोसिस गर्नुभएको छ यहाँ माथि आएर दान पनि गर्नुभयो होइन। अब हामीले अझ आजभन्दा अब आगुन झन् हामीले राम्रोसँग सिक्छ एउटा सिक्ने मौका हो है। के भन्नुहुन्छ हजुरलाई? आउनु होला नजिक हुने हामी टाढो छौँ होइन। हजुर ल साधुवाद छ। यता जाउँ हामी समय अझै छ हामीसँग धेरैजना छोटो ल्याइदिनु होला र हाम्रो उहाँ श्रद्धेय गुरु हुनुहुन्छ निर्वाल थापा मगरज्यू आजको विशेषमा के भन्नुहुन्छ हजुर? म चाहिँ अब उहाँपा निर्वाल थापा मगर मेरो घर चाहिँ अब सर्लाही बरथपा नगरपालिका वडा नम्बर 2। आज चाहिँ यस मध्य प्रदेशको चाहिँ यो रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर 1 को चाहिँ यो पवित्र भूमि एकदम होइन पवित्र भूमि चाहिँ यो गोल्मा राजा बुद्ध विहारमा चाहिँ आज पहिलोचोटि म यो ऐतिहासिक कार्यक्रममा चाहिँ सहभागी हुन पाउँदा मलाई एकदम खुसी लागेको छ। र यो थेरबाद बुद्ध दर्शनको लागि चाहिँ यो पवित्र भूमि थेरबाद बुद्ध धर्म दर्शन अनुसारको चाहिँ यो पवित्र भूमि हो गोल्मा राजा बुद्ध विहार। यो विश्वविख्यात नै हुन्छ भन्ने मेरो अनुमान छ। र हाम्रा श्रद्धेय भन्ते मास्टरज्यूले चाहिँ यहाँ सङ्घर्ष गर्नुभएको छ यसलाई चाहिँ एउटा विश्वविख्यात गराउनको निम्ति एकदम खुसी लाग्दो कुरो छ। र सम्पूर्ण हाम्रो नेपालीहरूले यस थेरबाद बुद्ध दर्शनलाई चाहिँ एकदम अवलम्बन गर्नुपर्ने आवश्यक देखिएको छ। अहिलेको हिंसा होइन हत्या हिंसालाई चाहिँ विभिन्न खालका चाहिँ होइन ताण्डवहरूलाई एकदम होइन यो पवित्र दर्शन लिएर हिँड्नुपर्छ भन्ने भावना यो सन्देश दिन चाहनुहुन्छ हजुर होइन? साधु साधु राम्रो सन्देश गयो। ल हाम्रो उहाँ चाहिँ वृद्ध हुनुहुन्छ बालाई एकदम झोरले जेदो सेमिङ पाउ जिलो। अब यो अहिले जुन हजुर वापा पनि हुनुहुन्छ होइन धेरै वृद्ध पनि हुनुहुन्छ यसरी यत्रो उकालोमा आउनु भएको छ कष्ट गरेर होइन। अब अरूलाई के सन्देश दिनुहुन्छ हजुर? हजुर यो गोल्मा राजा बुद्ध विहारमा हजुर आउनुभयो होइन र यहाँ कतिपय यहीँको मान्छे पनि यही घरमा भएको मान्छे नै आउनु सकेको छैन तर यो भिडियो मार्फतबाट उहाँहरूलाई पनि आउँ मन लाग्ने केही कुरा छ त्यस्तो हजुर? यो गोल्मा राजा बुद्ध विहारको चाहिँ श्रद्धेय भिक्षु मेदङ्कर मास्टरलाई नै जान्छ मेरो चाहिँ साधुवाद धेरै नै धेरै त्यति नै उहाँले नै यो
उहाँको उद्देश्य देखेर म पनि तर अघि नै उहाँले भनिसक्नु भएको छ यो मेरो होइन हामीहरू भनेको भिक्षुहरू कहाँबाट कहाँ जान्छ यो सबै गाउँकै हो भनेको छ यो त गाउँले पनि ध्यान दिनु पर्ला नि त हो तर अहिलेको उद्देश्य त उहाँको हो नि त उहाँले भिजन उहाँको हो तर त्यसलाई उहाँले खोज्नु भयो नि त्यसलाई भरण पोषण गर्ने त गाउँको पनि जिम्मेवारी होला नि त सबै गाउँको हो होइन त सबै तपाईँ हामी जस्तै सबै हजुर हजुर हामी सबैको हो यो त आउँछन् जान्छन् आउँछन् जान्छन् आउँछन् जान्छन् यो त हामी त भोलि त गइहाल्छ अर्को आउने सिँढीहरू सबैलाई हो यो त हजुर त्यस कारणले यो त उहाँको भिजन चाहिँ उहाँसँग जान्छ र यसमा हामी सबैजना गाउँलेहरूले साथ दिनुपर्छ भन्ने सबैले साथ दिनुपर्छ सन्देश आग्रह गर्न चाहनुहुन्छ हजुर हजुर ल है अब हाम्रो उहाँ वृद्ध हुनुहुन्छ उहाँले भनेको आग्रहलाई चाहिँ यहाँ भिडियो हेर्दै हुनुहुन्छ भने नजिकै गाउँलेहरूले सहयोग गरिदिनु होला हजुर साधु साधु अब हामी यतातिर जाउँ हाम्रो साह्रै नै अग्रज एकदम सम्माननीय हुनुहुन्छ माननीय हुनुहुन्छ नमस्कार गर्ने योग्य हुनुहुन्छ नाम हुमबहादुर थापा पचबैया मगर म पाल्पाबाट आएको म पाल्पा रेब्दीकोट गाउँपालिका वार्ड नम्बर 6 स्थित रेब्दीकोट बुद्ध विहारको म अध्यक्ष पनि हो अहिले म त्यहाँ विहार बनाउँदैछु अहिले त्यहाँ लगभग बनिसकेको छ केही अब फिनिसिङ टच गर्न मात्रै बाँकी छ र म यो गुल्मा राजा बुद्ध विहारका धम्मानुसाक हाम्रो मेदङ्कर भन्ते इष्टवीर ज्यूसँग मेरो पहिल्यै पुरानो चिनजान भएको नाताले चाहिँ म उहाँको एउटा चेला भएर पछि पछि हिँडेको छु र उहाँले नै गर्दाखेरि म पनि यो बुद्ध धर्ममा एउटा चाहिँ प्रवेश गरेर एउटा काम गर्ने मौका चाहिँ श्रेय चाहिँ भन्तेज्यूलाई नै जान्छ म यो ठाउँमा अहिले मेरो दोस्रो चोटि हो यो म आएको यो शिलान्यासको लागि र यो भन्दा पहिला पनि यो शिलान्यासको लागि नै आएको थिएँ अब यो विहार बनाउनलाई मेरो तर्फबाट पनि एउटा बुद्धको मूर्ति बोलिसकेको छु यहाँ राख्नलाई चाहिँ तपाईँहरूले पनि विशेष गरेर मैले के भन्न चाहन्छु भने यहाँ स्थानीयवासी जोसुकै हुनुहुन्छ